यहाँ काठमाडौँको चाहिँ नि पहेँलो पुल स्थित ठाउँमा चाहिँ आगो भीषण लागेको छ होइन। हामी लगभग खतरा आगो लाग्यो गाइस, खत्रै आगो लागेको रहेछ होइन। यहाँ चाहिँ दुईवटा दमकल आइसक्यो। यो चाहिँ काठमाडौँको पहेँलो पुल भन्ने ठाउँमा यो चाहिँ सब रिकन्डिसनमा आगो लागेको रहेछ। रिकन्डिसनमा पहेँलो पुल स्थित नयाँ बस्ती पहेँलो पुल स्थित रिकन्डिसनमा चाहिँ आगो लागेको रहेछ। पोहोर पनि यसैमा लागेको थियो। पहिला पनि आगो लागेको रहेछ। अहिले नि एउटा ठाउँमा लागेको रहेछ होइन। अनि यसपालि रिकन्डिसन त उता होला यता जोडी हुँदै त्यहाँ बाइक साइक स्कुटरहरू अनि यो फर्निचरदेखि नै बढी लागेको हो क्या। तीनटा दमकल आइसक्यो। यो त ठुलो ठाउँमा आगो लागेको छ, भीषणै छ होइन गाइस। हेर्नु एउटा दमकल आगोलाई कसो लाग्यो भर्खर हेर्न आएको हामी पनि। दुईवटा दमकल आइसकेको छ। म पनि भिडियो गर्दैछु होइन। भोलि भर्खरै आइसक्यो हो। हामी चाहिँ आगो लाग्यो भन्ने सुनिसकेपछि हामी शिवचोकदेखि दौडिँदै आएको। तपाईँ यहाँ प्रत्यक्षदर्शी हुनुहुँदो रहेछ होइन। यो आगो कसरी लाग्यो केही कुरो जानकारी छ त हजुरलाई? हो यहाँ लाइन सर्ट भएर लाग्यो भनेर सुनेको थियो। यो रिकन्डिसन हो, त्यही पनि बाइकहरू सल्केर चाहिँ आगो लाग्यो क्या यहाँ झन्। हजुर तपाईँ कतिखेर आइपुग्नु भयो यहाँ? म त आएको भयो आधी घन्टा जति। आधी घन्टा भयो। यहाँ चाहिँ अर्को ट्याङ्कर पनि आइसकेको छ पानी फाल्नको लागि। आज लगभग सजिलै गर्न सकिँदैन, नियन्त्रणमा आउने अवस्था छैन। देखिया भन्दा पनि पछाडि अझै धेरै छ भन्ने आशंका गरेको छ। पानी त रहेछ हेर्नु पानी मान्छे हिँडेको चाहिँ अहिले एकदमै भिड छ। यो तर हामीले अझै पनि प्रत्यक्षदर्शी भेटाउन सकेका छैनौँ सोधपुछका लागि। हेर्नु गाइस अब यस्तो छ नेपालको अवस्था। पानी आउन एकदमै गाह्रो छ। अब तीनटा जति आइसक्यो हौ। त्यही नि आगो नियन्त्रणमा हुने आएको छैन अझै पनि। काठमाडौँको नै आएको छ त महानगरपालिकाको दमकल चाहिँ भने आइसकेको छ। हाम्रो सुरक्षाकर्मी दाजुहरू पनि आइसक्नु भएको छ र चाहिँ यस्तो छ अवस्था निकै नै गाह्रो छ। नियन्त्रणमा लिन एकदमै गाह्रो पर्ला अवस्था छ। यहाँ पहलो पुगेर म सरो दाइ भान्जा ऊ के अरे साधनहरू आउँदै होला। लास्टै ठुलो लागिरहेको छ। हामी त हिँड्दै आएको केमा लिन आउनु हेर्नु यस्तो छ अवस्था, मान्छेहरूको भिड छ। नियन्त्रणमा लिन एकदमै गाह्रो परिरहेको छ। यहाँनिरबाट अलिकति क्लियर देखिएको अवस्था छैन। त्यहाँ बलेको आगोको रात चाहिँ यहाँसम्म पनि आइरह। यो चाहिँ लगभग
एउटा रिकन्डिसन भएर पछाडिको सायद यो ग्यारेज होला, ग्यारेजसम्म पनि पुगिसकेको छ। आगै फाल्यो आगै फालिरहेछ भित्रबाट। तिनीहरूले अब खोलेर बाहिर निकाल्नु भयो। नियन्त्रणमा लिनु लगभग गाह्रो छ यो। तपाईँ झन् लाग्यो भाडा पछाडि यहाँभन्दा देखियो भन्दा नि पछाडि अझै ठुलो आगो लागिरह। के भएर यसले भ्याउँदैन नि आज उतापट्टिको अर्को पनि आइसकेको छ। अर्को रहेछ नि आर्मीको जस्तो एउटा बुढा नीलकण्ठको रहेछ उहाँदेखि आइसक्यो यहीँको आउनु गाह्रो छ। अब निम्बरको आउँछ यस्तो छ, यो बुढा नीलकण्ठदेखि आइसक्यो। अब कुनै यहीँ गोकर्णको खोइ गोकर्णको अहिलेसम्म नजिकै। अब यो पहिलो पुलबाट एकदमै नजिक भने चाहिँ गोकर्णको आर्मी ब्यारेक हो। त्यहाँको ऊ चाहिँ अहिलेसम्म आइपुगेको छैन। ठुलो छ, ट्याङ्कीमा पानी लिन गइरहेको छ क्या आइपुगेको छ कि छैन थाहा छैन होइन। तर यो बुढा नीलकण्ठको भने आइसक्यो। गर्छ नि एउटा आइसक्यो एउटा पुरा अब चढ छैन तपाईँहरू यहीँ बस्नु हो। हामी उतापट्टि हो हामी साइडमा भित्र यो कति अगाडिदेखि आयो? कति यो त लगभग आधी घन्टाभन्दा अगाडिदेखि लगाएर रहेछ आगो चाहिँ। बाइकहरू जलायो यता अगाडिपट्टिको भन्दा चाहिँ लगभग सिद्धिनै सक्यो होइन। त्यहाँनिर त्यहाँ अहिले खै आउने भन्छ अब ठ्याक्कै यो कहाँ भने पानी फाल्न चाहिँ कतिखेरदेखि सुरु गर्ने हो? यो आगो निभिसक्यो, सबै पानी हालेको छैन यहाँ त्यही भने अब आगो बलिसकेपछि त पानी हालेर के काम भने राले चिङ्नी भनेर हुन्छ म चाहिँ राम बाइक ल्याएको भए पो लिन आउनु हो को हो त्यो थर्काइहाल्न अवस्था यहाँ बाइक वासप त्यहाँ नसमात्नु है दाइ। अझसम्म पानी हाल्दैन यार पानी छैन भने त ट्याङ्करले हाल्ने अरे क्या त्यसमा के अहिलेसम्म अब यो पाइप मिलाएर बसिरहेको पानी हाल्दैन नि। आइसक्यो बल्ल बल्ल आगोमा पानी हाल्न सुरु गरेको छ एउटा ट्याङ्क एउटाबाट। अब भने नियन्त्रणमा लिन सकिएला भन्ने दमकल भने लगभग 5-7वटा आइसक्यो। तर आगो निभाउन अझै गाह्रो नै छ होइन। काठमाडौँ काठमाडौँ महानगरपालिकाको आयो होइन। तर लगभग अझै सटरहरू भ्याउला भन्ने ठुलो उ छ। यो नियन्त्रणमा लिन एकदमै गाह्रो छ। दमकल राख्ने ठाउँ छैन होइन। यहाँ आर्मीको पुलिसको महानगरपालिकाको यो लगभग एयरपोर्टको जस्तो छ। सबै दमकलहरू आइसक्यो। तर आगो निभाउन एकदमै निकै उ छ। यहाँभन्दा